guys, welcome to my vlog. आज guys क्रिसमस स्पेशल भ्लग बनाऊँ भनेर आज छुट्टीको दिन बिदाको दिन तपाईहरुलाई थाहै छ मैले धेरै जस्तो बिदाको दिन भ्लग बनाउने गर्दछु। आज क्रिसमस परेको कारणले छुट्टी छ गाइज, बिदा छ। त्यसैले आज हामीले नयाँ भ्लग बनाउँदै छौं। नयाँ दिनको सुरुवात नयाँ भ्लगबाट। ल आज यस्तै अब के हुन्छ आजको दिनभरि डेली भ्लग मतलब दिन दैनिक के हुन्छ त्यही बनाउँदै छौं गाइज। अब भ्लग सुरु गरौँ। यहाँ आज अहिले मम्मीले कुखुरा हेर भन्न थियो, कुखुरा यहाँ चढिरहेका छन्, बाख्रा पनि यहाँ बसिरहेछन्। आज बिहानदेखि घाम लागेको छ गाइज, बिहानदेखि निकै घाम लागेको छ गाइज। आज हामीले तपाईहरुलाई हाम्रो तोरीबारी देखाउँदैछौं गाइज। उही गएर भेटौँला गाइज। यहाँदेखि गाइज हाम्रो सुरु हुन्छ खेत। यहाँ हाम्रो खेत हो, उ त्यहाँ छ तोरीबारी गाइज। हाम्रो खेत बहिनी हिँडिरहेछ पागल जस्तै। आइज के आइहाल्छ कति छिटो। होइन आइज। हाम्रो आलु आलु छ गाइज। यहाँदेखि सरलक्क त्यो मेरो घर ऊ त्यो सरलक्कै खेत छ। यहाँ आलु छ। यसले बयर भनिन्छ गाइज। कहाँ भएछन् बयर हेरौँ है गाइज। यहाँ यसले हाम्रो उमा बयर छन् हिँड सदृश भनी थिइहाल्यो होइन। हेरौँ है गाइज कहाँ भएछन् र बयर बयर गर्छ भन्छ गाइज। यो तोरीबारी हो, आफ्नै तोरीबारी यस्तै हिँड्दिन्छ। यसले के बयर काटिदिरहेछ। यहाँ भएछन् गाइज बयर भएछन् गाइज। हेर्नु गाइज देख्नुभयो बयर भएछन्, सानो बयर छन् गाइज। यस्तै छ गाइज। बयर चोरिरहेछ बयर। थम्बनेलमा यही हालिदिन्छु बयर चोरी छ। आज थम्बनेल र टाइटल भेट्यो गाइज। अब हामी फर्क्यौँ गाइज। यही हो तोरीबारी। अब आज हामी के गर्छौँ आज फेरि आज हो कुन डे हो? वेडनेसडे हो क्या? आज थर्सडे हो। आज क्रिसमस परेर छुट्टी भएछ। तपाईहरुलाई भन्न बिर्सेको हो, तर सबै सम्पूर्णलाई मेरी क्रिसमस। यस्तै छ गाइज तोरीबारी, किसानको बारी हो गाइज। उहाँ छे चोरिरहेछ बयर, आफ्नै उबाट बयर चोरिरहेछ गाइज। देख्नुभयो होला नै। अब हामी घर जाउँ गाइज। यस्तै छ गाइज भ्यू यही हो गाइज। भ्यू तपाईहरुलाई एउटा टास्क दिन्छु गाइज। यो भ्लगमा मैले कतिचोटि गाइज भने जसले सही कमेन्ट गर्छ त्यसको कमेन्ट मैले पिन गरिदिन्छु। ल गाइज अब घर गएर भेटौँला तोरीबारी। हामी घर जाँदा फस्यौँ गाइज। यस्तो हिलो छ गाइज, यस्तो हिलोमा पानी चार्न गएछ। पानी चार्न गएछ। यो बाउलाइनीको पनि खुट्टा यस्तो भइसक्यो गाइज। अब घर गएर भेटौँला गाइज। यस्तै छ पुरै हिलो भइसक्यो गाइज। हेर्नु चप्पलको हालत यस्तो भइसक्यो गाइज। यो चाहिँ हाम्रो यहाँ पानी चार्ने पम्प जस्तै हो गाइज। र पानी चोइरहेको छ कसैले राम्रोसँग नगरिदिएको कारणले। यसले भनिन्छ गाइज यसको बयर चोरेको हालेर भिडियो जानिदिन्छु भने के छ गाइज। यस्तो छ खुट्टाको हालत गाइज। यो लुटी गाइज। बल्ल ठिक भयो। मलाई पिट्न गइरहेको थिएँ गाइज। हिलोले यस्तो पारिसक्यो खुट्टा।
पिटी पिटी गाइस आक्रमण गरे गाइस आक्रमण गरे गाइस भाग भाग पिट्छ गाइस लोटेको भिडियो हालेर छोड्दै हट यस्तो पेटी बाबाले मैले राख्न चाहिँ गाइस यसले मलाई पिटी बरचोर गाइस यसले बरचोरी किछे गाइस हिरो यस्तो छ घरभित्र पस्न दिनु न हामीलाई कसरी पस्ने होला भनेको पसम गाइस जसो तसो गरी पसम चुप्लाएर जाम गाइस ए मम्मी त यहीँ हुनु रहेछ ल गाइस अब यसपछि हामीले के गर्छौँ देखाउँला गाइस अब यो बयर चोरिहालेँ मलाई पिटी यहाँ छ अरू अब एक किसिमपछि हालौँला दिउँसो हामीले के गर्छौँ गाइस ल यतिसम्म हेर्न भने लाइक सब्सक्राइब गरिदिनु होला अब दिउँसो भेटौँला गाइस अब दिउँसो भइसकेको छ मेरो हातमा 50 रुपियाँ एमाउन्ट छ 50 रुपियाँ 50 रुपियाँ छ यही 50 रुपियाँमा आज हामीले दिउँसो चटपटे बनाएर खानु मन लाग्छ थोरै एमाउन्ट छ मैले र बहिनीले हो 50 रुपियाँको चटपटे अब के ल्याउने आइछु के बनाउने आइछु गाइस हेर म अब पहिला हामी अब दोकान जानु पर्छ दोकान यति नजिकै छ यही दोकान यही हो यति किसिम छ दोकान जाम गाइस दोकान गएर 50 मा के आउँछ त्यो लिएर ल्याएपछि ल्याएर के बनाउँछौँ कसरी खान्छौँ के गर्छौँ के ल्याउँछौँ सब देखाउँछु गाइस पहिला अब म अब स्वेटर सामान ल्याएर आउँछु यो 50 रुपियाँ गरेर यहाँ सामान आउँछ गाइस ल गाइस हामी दोकान गएर आइसकेका छौँ घाम परिरहेको छ गाइस ब्ल्याक देख्नु होला यो अब बनाउन पर्छ चटपटेको लागि ल्याउँ मैले त बनाउँदैन त्यही सदिकसाले बनाउली मैले पनि गाइस सहयोग गरौँला त्यसलाई ल गाइस अब हामीले चटपटे बनाउँदा भेटौँला गाइस यहाँ चटपटे बनाउँदै टमाटर प्याज धनिया खुर्सानी भुजा च्याउचाउ च्याउचाउ यो डालमोट अर्को च्याउचाउ सबै हालेर यहाँ चटपटे बनाउँदैछौँ गाइस चुक र नुन पनि ल्याइसकेको छु गाइस यो चुक पनि हाल्न पर्ने हुन्छ गाइस पानी सानी पर्दैन अहिले पानी हालौँला बाँकी चुक हाल्यो अब यो नुन पनि थोरै हाल्नुपर्छ गाइस ला नुन हाल्दै गर्छ यसले चटपटे बनाउँछ गाइस ल गाइस मलाई पनि भाग लगाइदिन्छ यसमा ल अब यो मैले खान्छु ल आजको लागि भ्लग पनि यति नै हुन्छ क्या सायद गाइस ल भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला ल थ्याङ्क्स फर वाचिङ गाइस बाई बाई